चाहिँ घरबाट हिँडेको ठ्याक्कै 1 घन्टा भयो। 1 घन्टामा चाहिँ हामी ट्याक्क भरतपुरबाट मुगलिनमा आइपुग्यौँ। हाम्रो सवारी यही हो, देखाइदियो यही हो। हामी हाम्रो क्यामेरा छ। अहिले हामी मुगलिनमा एकछिन अब रोकेर यहाँ चिया नास्ता गरेर त्यसपछि हामी पोखरातिर लाग्छौँ। तर पोखरा चाहिँ पुग्दैनौँ हामी पुग्नु चाहिँ गोर्खा पुगेर गोर्खामा आज कति टाइम बस्नु बसेर त्यहाँबाट चाहिँ हामी यतापट्टि के अरे बन्दीपुर जान्छौँ। भ्याएम भने चाहिँ हामी त्यतिबाट रिटर्न आउँछौँ। हाम्रो आजको टार्गेट भनेको चाहिँ मेन गोर्खा हो। गोर्खा हामी पुग्छौँ। गोर्खाबाट हामीसँग टाइम रह्यो भने चाहिँ हामी यता बन्दीपुरसम्म आएर बस्छौँ। ठ्याक्क त्यहाँ मुगलिनको आधी घन्टाको राइडपछि चाहिँ हामी यहाँ मर्स्याङ्गी ब्रिजमा आइपुगेको छौँ। यहाँबाट गोर्खा जानुलाई कति जति टाइम लाग्ला हजुर? यहाँबाट गोर्खा दरबारै पुग्नु सवा घन्टा। अबको सवा घन्टामा चाहिँ हामी दरबारसम्मै पुग्छौँ रे उहाँले भन्नुभए अनुसार चाहिँ। अनि भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ। हेरौँ देखाउँ साह्रो कुरा। हाम्रो चाहिँ यहाँबाट एउटा गल्ती गरेछौँ। उतापट्टि साइडबाट जानुपर्ने रहेछ तर हामीले गल्ती गरेर यतातिरबाट आएछौँ। यहाँबाट चाहिँ स्कुटी जान्छ जस्तो नलाएको भएर अनि हामी चाहिँ टक्क लगाएर हिँड्दैछौँ। अनि म अघिबाट मलाई मात्रै देखाइराखु भिडियोमा म कोसँग आएँ भनिसक्नु होला। उहाँजी चाहिँ हो मलाई लिएर आउने मान्छे है। मेन मुख्य उहाँको स्कुटी हो। अनि उहाँले चाहिँ मलाई बोकेर यात्रा गराउनु भएको यहाँसम्म। क्यामेरा पनि छ, क्यामेरा स्कुटी सबै बोकेर हामी चाहिँ हिँड्यौँ। यहाँबाट 10 मिनटको वाकमा चाहिँ गोर्खा दरबार आउँछ अरे उहाँ पुलिस सरहरूले भन्नुभएको। दरबार जाने बाटोको ठ्याक्क अगाडिपट्टि छौँ। यहाँबाट चाहिँ हामी तलबाट चाहिँ आउनको लागि हामी अलिकति बाटो भुलेको भएर चाहिँ आधी घन्टा जति लाग्यो हामीलाई। अब यही 5 मिनटको बाटो होला अनि हामी चाहिँ माथि पुग्छौँ। चिसो छ, रमाइलो छ, रमाइलो गर्दै खाऊँ। तपाईँहरू पनि आउनु होला, रमाइलो गर्नु होला ल। अहिले चाहिँ हामी दरबार म्युजियममा छौँ। अघि यो दरबार म्युजियम चाहिँ हाम्रो ठ्याक्क 10 बजी बोल्यो खुल्ने रहेछ। हामी चाहिँ अलिक टाढो आएको भएर खानासाना त्यहाँ बाहिर खायौँ। खाना खाएर यहाँ आएँ मैले। टिकट चाहिँ हाम्रो 50 रुपियाँ लाग्दो रहेछ। अनि दुईजनाको चाहिँ हामीले 50 रुपिस तिर्यौँ जुन चाहिँ पर पर्सन 25 रुपिस पर्दो रहेछ। अनि यहाँ बाहिरबाट हेर्दाखेरि चाहिँ एकदमै पिसफुल भाइब छ। अनि तपाईँले देखाइदिनु त सबैतिर पुरै हरियाली नै हरियाली छ। यो चाहिँ राजाहरूको पालोमा बनाइएको भवन रहेछ जुन चाहिँ निकै राम्रो छ। हजुरहरू पनि आउनुहोस्, एक्सप्लोर गर्नुहोस्। अब चाहिँ हामीहरू भित्र गएर भित्र कस्तो छ ठाउँ त्यो अनुसार हामीहरूले भिडियो खिच्छौँ। उहाँले भन्नुभएको छ कि बाहिरबाट हामीलाई भन्नुभएको छ भित्र ठाउँहरूमा कतै भिडियो गर्न मिल्दैन। हामी चाहिँ त्यही अनुसारले जान्छौँ। अहिले चाहिँ हामी बाहिरको मात्रै देखाउँछौँ। भित्रको हाम्रो मिल्यो भने हजुरहरूलाई भित्रको भिडियो पनि देखाउनेवाला छौँ। अहिलेको लागि चाहिँ यति नै। चाहिँ दरबार म्युजियम भयो। अनि हामी चाहिँ भित्र छिरेर हामीलाई चाहिँ थाहा नभएको हुनाले हामीले चाहिँ भिडियो बनाउनु मिल्दैन भन्ने कुरा गर्नुहुन्थ्यो। हामीले भिडियो चाहिँ बनाएनौँ। तर पछि आउने बेलामा चाहिँ अरूले बनाइराख्नु भएको रहेछ जुन चाहिँ हामीले बनाएनौँ, जुन हामीले गल्ती गऱ्यौँ। भित्रको चाहिँ हामीले केही देखाउन पाएनौँ। बाहिरबाट चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ दुईवटा तोपहरू राखिएको छ। अब भित्र चाहिँ तपाईँहरूले टिकट देखाएर भित्र चाहिँ धेरै थरीको तपाईँको भालाहरू तरबारहरू लाखेहरूको ड्रेसहरूदेखिबाट लिएर पहिलाको त्यो पुरानो राजाहरूको पालामा भएको जुन युद्धहरूको बारेमा सबै कुरामा उल्लेख गरिएको छ। त्यो हेर्नको लागि चाहिँ हजुरहरू भित्र जान सक्नुहुन्छ। र बाहिरबाट हेर्दाखेरि जस्तो राम्रो छ भित्रबाट जाँदाखेरि त्योभन्दा निकै राम्रो छ भित्रपट्टि। त्यही भन्न चाहन्छु सबैजना आउनु होला। यो पुरानो हिस्टोरिकल कुराहरूलाई एक्सप्लोर गर्नु होला आएर भित्र गएर हेरेर भन्न चाहन्छु।